शीर्षक छ द डक्ट्रिन अफ ट्रिनिटी भनेर मैले यसलाई ट्राई युनिटी भन्छु, यानि त्रिएकताको सिद्धान्त। हामी त्यो स्लाइडमा बहिनीले एउटा त्यो पोस्ट पिक्चर छ। ओके, हामी जुन परमेश्वरको आराधना गर्छौँ हैन, हामी जुन परमेश्वरको महिमा गर्छौँ या जुन परमेश्वरको लागि यहाँ हामी भेला भएका छौँ, हामीले इङ्ग्लिस ट्राइन गड भनिन्छ। 3 व्यक्ति भएको परमेश्वर हुनुहुन्छ, तर एउटै परमेश्वर उहाँ हुनुहुन्छ। धेरैचोटि हामीले विश्वास गरिरहेका हुन्छौँ, तर धेरैचोटि हाम्रो जीवनमा परमेश्वरको बाइबलको वचनप्रति र परमेश्वरको उहाँले सिकाउनु भएको शिक्षाप्रतिको विचारधारा भने धेरैचोटि गलत भएर गएको हुन्छ। धेरैचोटि हामीले सिकेका हुँदैनौँ, धेरैचोटि सिकाएको हुँदैन, र धेरैचोटि हुनसक्छ सिक्न नचाहेको पनि हुनसक्छ। अनि विशेष गरी म हजुरलाई उत्साहित गर्न चाहन्छु, यो जुन चाहिँ सिद्धान्त छ यो एकदमै महत्त्वपूर्ण छ। महत्त्वपूर्ण मात्रै होइन, यो एकदमै गाह्रो पनि छ। बाइबलका ठुल्ठुलो स्कलर्सहरूले, विद्वानहरूले के भन्छन् भने यसलाई बुझाउन र बुझ्न र सिकाउन चाहिँ एकदमै गाह्रो हुन्छ। मैले भन्न खोजेको विशेष गरी एउटा अगाडिको पोस्टरमा जाउँ त, अगाडि अझै पछाडि जाउँ ल। ओके, यहाँनिर बस्नु एकछिन। मैले भन्न खोजेको यदि हाम्रो बुझाइ गलत छ भने समस्या हुँदैछ। जस्तै मैले भन्न खोजेको धेरैचोटि हाम्रो जीवनमा समस्या हुन्छ। विश्वासी जीवनमा आउनु बित्तिकै धेरैले सोच्छ समृद्धिका कुराहरू सोच्छ, सबै कुरा सम्पन्न हुन्छ भन्ने कुरालाई सोच्दछ। तर जब पनि हामी विश्वासको यात्रामा आउँछौँ त्यहाँनिर परिस्थितिहरूले हामीलाई घेर्ने गर्दछ, दुःख कष्टका कुराहरू हाम्रो जीवनमा आउने गर्दछ। तर अहिलेको है प्रोस्पेरिटी प्रिचर भनिन्छ, समृद्धि प्रचारकहरूले के सिकाउँछ, येशूमा आऊ सबै कुरा ठिक हुन्छ। त्यो झुटो, नेम इट एन्ड क्लेम इट भन्छ, नाम ल्याऊ सबै कुरा ठिक हुन्छ। होइन, बाइबलले कहिले पनि यसरी सिकाउँदैन। सुन्दा राम्रो लाग्छ है। धेरैवटा जग्गामा केवल प्रोस्पेरिटी यानि परमेश्वरलाई विश्वास गर, धनले सम्पन्न हुन्छ, माग तिमीहरूलाई दिनेछ, देऊ त तिमीहरूलाई दिनेछ। होइन, भनेपछि दिने त धनी भएको भए नदिने त गरिब हुँदै जान्छ। अनि आज अहिले युट्युबे प्रचारकहरू भन्छु है, युट्युबे धेरै सो कल्ड पास्टरहरू पनि छन्। आज यो सिद्धान्त, यो शिक्षालाई बुझ्न हामीलाई जरुरी छ। हेर्नमा रोमाञ्चक देखिन्छ, भिड धेरै देखिन्छ। म हजुरलाई एउटा कुरा बताउन चाहन्छु है, धेरैले त्यो लडाइँको मिनिस्ट्रीलाई एकदमै मन पराउँछ। मैले उनीहरूलाई क्रिटिसिजम यानि आलोचना गरेको होइन है। लडाउने मिनिस्ट्री धेरै छ, धेरै मानिसहरूलाई मन पनि पर्दछ, भिड पनि धेरै हुन्छ। तर म जहिले पनि भन्छु हाम्रो सेवाकाई, हाम्रो मिनिस्ट्री चाहिँ लडाउने होइन, हाम्रो सेवाकाई चाहिँ उठाउने पो हो त है। येशू ख्रीष्टले हामीले के सिकाउनु भएको छ? हाम्रो सेवाकाई लडाउने कि उठाउने हो भन्नुहोस्। मैले गलत बोल्दैछु, तपाईँले भन्न सक्नुहुन्छ। मलाई पनि धेरै जग्गा गएँ, धेरै लडाउने कोसिस गरेँ, तर म लडेन। मलाई लाग्थ्यो म त एकदमै दुष्ट पो रहेछु, म त एकदमै पापी पो रहेछु। ठेलेको छ, परसम्म पुगेँ, लड्दै लड्नैपर्छ भन्ने बाइबलले काहीँ पनि छैन। येशू ख्रीष्टले कसैलाई पनि लडाएको देख्दैन हामीले बाइबलमा। मैले आलोचना गरेको छु सुन्ला, तर मैले आलोचना गरेको होइन। हामीले यो कुराहरूलाई बुझ्न एकदमै जरुरी छ। येशू ख्रीष्टले न त प्रेरितहरूलाई न कुनै पनि व्यक्तिलाई लडाएको पाउँछौँ, तर लडेको व्यक्तिलाई चाहिँ येशू ख्रीष्टले उठाउनु भएको छ। अनि यो हाम्रो सेवाकाई चाहिँ लडाउने भन्दा उठाउने सेवाकाई। मैले किन भनेको छु, धेरैचोटि हाम्रो बुझाइ नै गलत भएको हुन्छ, र जब विश्वासको यात्रामा हामी हिँड्दै जान्छौँ त्यहाँनिर समस्याहरू आउँदछ। धेरैचोटि बिमार अवस्थामा हामी हुन्छौँ, हामी मागेको गर्छौँ, हामी सायद चङ्गाइ हुँदैन होला, त्यति बेला हामी के गर्छौँ, परमेश्वर त हुनुहुन्न क्या हो, प्रार्थनै सुन्नुहुन्न। हामीले किन यो कुराहरू प्रश्न गर्छौँ? किनभने बुझाइ नै गलत भएको हुन्छ। धेरैचोटि हामी समस्याबाट गुज्रिरहेका हुन्छौँ र त्यस समस्याबाट पार हुन हामी चाहन्छौँ, किनभने हामीलाई युट्युबको पास्टरहरूले सिकाउँछ है, समृद्धिका कुराहरू सिकाउँदछ, स्वास्थ्यको कुराहरू मात्र सिकाउँदछ। तर त्यसै सबै कुरा स्वास्थ्य मात्र हुन्छ भने पौल प्रेरितलाई यहाँ घोच्ने बिमारी थियो। यसैले मण्डली म हजुरहरूलाई यस बिहानी उत्साह गर्न चाहन्छु, हामीलाई सही शिक्षामा, सही सिद्धान्तमा र सही ज्ञानमा हामीलाई बढ्न आवश्यक छ। नत्र भने हाम्रो क्रिस्चियन
जीवन हो, समस्या त अलरेडी छँदैछ। यस्तो ख्रिस्टले के भन्नुभएको छ, संसारमा तिमीहरूलाई क्लेश त हुनेछ। नेपालीमा के भनेको छ, कष्ट हुनेछ। म हिन्दीमा प्रायः प्रचार गर्छु, नेपालीमा हालैमा सुरु गरेको। संसारमा तिमीहरूलाई क्लेश हुनेछ, संसारमा तिमीहरूलाई दुःख परिस्थिति हुनेछ, तर खुसी भनौँ या आनन्द भनौँ, मैले के गरेको छु त्यसलाई विजय गरेको छु। येशू ख्रिस्टको सेवाकाईलाई पनि हामीले देख्छौँ, त्यहाँनिर परिस्थिति छ, दुःख छ। अस्ति पास्टर जॉनले पनि प्रचार गर्नुभयो, बुधबार उत्साहित गर्छु। बुधबार हामी 8:30 रोटरी क्लबमा भेला हुन्छौँ। पास्टर जॉनले भन्नुहुँदै थियो, धेरैचोटि हामीलाई मन नपर्ने मानिसहरू हाम्रो अगाडि आउँछ, परिस्थितिहरू हाम्रो अगाडि लिएर आउँछ, तर त्यही परिस्थितिले आज हामीलाई उहाँको इच्छा अनुसारको भाँडो बनाउन चाहनुहुन्छ। हामी गीत त गाउँछौँ नि है, तोडफोड गरी जोड्नुहोस् फेरि ख्रिस्टसँग जोड्नुहोस् हामी भन्छौँ। तर जब दुःख र कष्ट र परिस्थिति आउँछ, प्रभु तपाईँ कहाँ हुनुहुन्छ, होइन यो प्रभु त होइन होला भन्ने प्रश्न गर्छ। तर गीतले चाहिँ के भन्छ, तोडफोड गर्नुहोस् भन्छ। अनि आज हामीलाई मैले के भन्दैछु, के सोच्दैछु र कुन परमेश्वरलाई विश्वास गर्दैछु र परमेश्वर को हुनुहुन्छ र परमेश्वर के हुनुहुन्छ भनेर बुझ्न र बुझाउन एकदमै आवश्यक छ। म बढी बेसी यी विश्लेषणहरूमा जाँदिनँ। मैले भन्न खोजेको यो दिशा सूचक यन्त्र पनि भनिन्छ। अभि त्यसलाई के भन्छ, त्यो सिपहरूलाई चलाउने चक्का पनि छ, के भन्छ हजुर, कम्पास भनिन्छ है। हामीलाई त कम्पास भनेपछि स्कुलमा त्यो घुमाउने कम्पास मात्रै आइहाल्छ, तर कम्पास भने चाहिँ दिशा देखाउने, बाटो देखाउने हुन्छ। हामी एउटा सिपलाई विचार गरौँ। यदि यो सिपको जुन चाहिँ दिशा सूचक यन्त्र छ या कम्पास, त्यो बाटो दिशा देखाउने यन्त्र नै खराब छ भने कहाँनिर के हुन्छ यो सिपको भविष्य? त्यो सिपको दिशा सूचक यन्त्र नै गलत दिशा, उसको गलत बुझाइ छ, गलत दिशातिर लगिरहेको छ, खराब छ भने उसले सही दिशामा सही मार्गमा लिएर जान्छ होला, लाँदैन। के हुन्छ हेर्नुहोस् त अगाडि नेक्स्ट स्लाइडमा, यस्तो हुन्छ, डुब्छ। भन्न खोजेको आज हाम्रो जीवनको गाडी, हामीले एउटा सन्डे स्कुलमा गीत गाउँथे, छोटे जीवन गाडीको तू ही चला दे प्रभु। धेरैचोटि हाम्रो जीवनको एउटा कम्पास हुन्छ, हामीले हाम्रो जीवनलाई कहाँनिर लगिरहेका छौँ। धेरैचोटि आइतबार मलाई सुत्न मनपर्छ, शरीरले भन्छ होइन होइन आज म मण्डली जान्छु, हामीले घुमाउनुपर्छ। त्यो स्टेरिङ पनि भनिन्छ गाडीको है, या त कम्पासलाई लिएर जानुपर्छ। धेरैचोटि होइन मलाई जू लिएर जानु मनपर्छ, जू घुम्न मनपर्छ, होइन तर खाडाना जानुपर्छ। खाडानामा के छ, हाम्रो चर्च छ। शरीरले भन्छ होइन जू त्यहाँनिर भेलपुरी राम्रो पाउँछ है, शरीरले लिएर जानुपर्छ। तर हामी के भन्छ आज होइन होइन हामी कहाँ जानुपर्छ, हामी डाँडा जानुपर्छ, त्यहाँ परमेश्वरको उपस्थिति छ। यदि हाम्रो बुझाइ नै र दिशालाई हामीले गलत प्रकारले लगिरहेको छौँ भने चाहिँ यो सिप जस्तै हाम्रो जीवन भने डुब्न जान्छ। हामीले उद्धार गुमाउँदैनौँ मण्डली, हामीले उद्धार कहिले पनि गुमाउँदैनौँ, तर समस्या भने हाम्रो जीवनमा पक्का पनि आउँछ। त्यसैले म हजुरलाई उत्साहित गर्न चाहन्छु, हामीले कुन परमेश्वरको आराधना गर्छौँ, कुन परमेश्वरलाई हामीले प्रार्थना गर्छौँ, कुन परमेश्वरको नाममा हामी मण्डलीमा भेला भएका छौँ, कुन परमेश्वरको नाममा हामीले एका दुसरालाई क्षमा गर्छौँ, कुन परमेश्वरको नाममा र कस्तो परमेश्वरको नेचर, उहाँको प्रकृति कस्तो परमेश्वर हुनुहुन्छ, त्यही परमेश्वरको प्रकृतिमा हामी मण्डलीलाई प्रेम, क्षमा, दया गर्ने गर्छौँ। तर यदि हाम्रो बुझाइ नै, मेरो रिलेसन नै त्यो बिग्रिएको यन्त्र जस्तै बिग्रिएको छ भने, सही छैन भने मलाई प्रेम गर्न गाह्रो पर्दछ, मलाई सङ्गति गर्न गाह्रो पर्दछ, मलाई क्षमा गर्न गाह्रो पर्दछ, किनभने बुझाइ नै गलत भएको छ। अनि जब यो अगाडि चाहिँ यहाँ छ नि है, धेरैचोटि यो हुन्छ। अनि हाम्रो जीवनको दिशा सूचक यन्त्र चाहिँ के हो, पवित्र शास्त्र बाइबल हो है। जब हामी बाइबल पढ्दैनौँ भने चाहिँ माथिको प्रश्न मार्क हुन्छ, कता जाने, के गर्ने है, हामीलाई थाहै हुँदैन। त्यो अगाडिको उसमा पछाडि यसमा ठिक छ। हामीले इसाई क्रिस्चियनहरूले विश्वास गर्ने जुन चाहिँ परमेश्वर हुनुहुन्छ, धेरैले तीनवटा परमेश्वर पनि भन्छ है, पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर। तर हामीले जुन परमेश्वरलाई मान्छौँ र थियोलोजिकलमा ईश्वर शास्त्रीय शब्दमा एक ईश्वर तीन व्यक्ति भन्छौँ। एकै ईश्वर हुनुहुन्छ तर व्यक्ति उहाँ तीन हुनुहुन्छ।
अनि यसलाई बुझ्न एकदमै जरुरी छ। जसलाई इङ्ग्लिसमा हामीले ट्रिनिटी भन्छौँ या त त्रिएक परमेश्वर या त्रित्व भनिन्छ। यो त्रित्व शब्द ट्रिनिटी हामी बाइबलमा कुनै शब्दमा बाइबलको कुनै पनि पदमा हामीले पाउँदैनौँ। म जब ठाउँ पनि भन्दिनँ फेरि सोचमा जान्छ होला को भनेर म जग्गामा थिएँ मिसनको यात्रामा अनि एउटा नेपाली किताब मेरो हातमा कसैले मलाई पठायो। उहाँ एकदमै ठुलो ओहदामा हुनुहुन्थ्यो, क्रिस्चियन जगतको ठुलो ओहदामा हुनुहुन्थ्यो अनि उहाँले एउटा किताब लेख्नुभएको रहेछ है, सिद्धान्तको विषयमा किताब लेख्नुभएको रहेछ। अनि मैले पढ्दै गएँ मजा लाग्यो। तर जब यो त्रिएकताको सिद्धान्तको बिचमा जब उहाँले लेख्नुभएको थियो त्यहाँनिर उहाँको पनि गलत बुझाइ थियो। ठुल्ठुलो जग्गाहरूमा गएर प्रचार गर्नुहुन्छ, धेरै अरू किताबहरू पनि लेख्नुभएको छ। तर जब उहाँको त्यहाँ पढेँ त्यहाँनिर समस्या पाएँ। मैले उहाँसँग बात पनि गरेँ। त्यहाँ के थियो भने येशू नै पवित्र आत्मा हुनुहुन्छ, पवित्र आत्मा नै येशू हुनुहुन्छ भनेर किताबमा लेखिएको थियो। उहाँ एकदमै त्यो ठुलो ओहदामा हुनुहुन्थ्यो क्रिस्चियन जगतको। उहाँको एक शब्दमा धेरै चर्चहरू चल्ने गर्ने गर्थ्यो। त्यो किताब कुन होला भनेर सोध्नु होला, मसँग छ। मैले भन्न खोजेको आज यी बुझाइहरू आज त्यो किताब कतिजनाले पढ्यो होला। यदि आज त्यस ठुलो ओहदामा हुने व्यक्तिहरूको यो बुझाइ नै गलत छ भने पढ्ने र सिक्ने व्यक्तिहरूको हालत के होला। त्यसैले आज हामीलाई सही किताब, सही शिक्षा र सही शिक्षकलाई पक्रन आवश्यक छ। युट्युबको प्रचार हामीलाई सुन्नमा मजा लाग्छ, युट्युबको पास्टरहरूले प्रचार गरेको दामी लाग्छ, त्यो मोटिभेसन दामी लाग्छ। तर हामीले भन्छौँ नि मर्दा र पर्दा युट्युबको पास्टरहरू आउँदैन है, युट्युबको शिक्षकहरू आउँदैन है। यो कुरा याद राख्नुपर्छ। सुन्नुहोस् नसुन्नु भनेको है, तर रिलेसन चाहिन्छ, हामीलाई सम्बन्ध चाहिन्छ। त्यो युट्युबको पास्टरको मोटिभेसनले हामीलाई एकछिन राम्रो लाग्ला र त्यो सङ्गति र त्यो रिलेसन सम्बन्ध कहिले पनि बढ्दैन। सो मैले भन्न खोजेको आज हाम्रो परमेश्वरको बुझाइ सही हुन जरुरी छ। यदि मैले परमेश्वरलाई गलत प्रकारले बुझेको छु, परमेश्वर केवल मलाई चङ्गाइ गर्ने मात्रै हुनुहुन्छ भने मेरो लागि म उहाँलाई जब बिमार पर्छ तब मात्र म जान्छु। यदि मलाई आवश्यक पर्दाखेरि है खाँचोमा पर्दा मात्र त्यो प्रोभाइडरको रूपमा मात्रै जान्छु भने मात्र भन्दैछु है, त्यो प्रावधान गर्नेको रूपमा मात्र जान्छु भने मलाई समस्या हुन्छ। यसैले येशू ख्रीष्टले पनि चेलाहरूलाई प्रश्न गर्नुभएको छ कि तिमी म को हुँ भनेर तिमी के भन्छौ। व्यक्तिगत प्रश्नसँग उहाँ सरोकार राख्नुहुन्छ। यो प्रश्न गर्न चाहन्छु, परमेश्वर जुन परमेश्वरको आराधना गर्छु मेरो लागि उहाँ के हुनुहुन्छ र उहाँ को हुनुहुन्छ। सो त्यो किताबमा भनेको चाहिँ येशू ख्रीष्ट पवित्र आत्मा र पवित्र आत्मा येशू ख्रीष्ट हामीले मिसाउन मिल्दैन। हामी जुन परमेश्वरको आराधना गर्छौँ यहाँ छ पिता, पुत्र र पवित्र आत्मा। तपाईँले साइडमा देख्नुहुन्छ पुत्र हुनुहुन्न, के हुनुहुन्न, पवित्र आत्मा हुनुहुन्न र पवित्र आत्मा पुत्र हुनुहुन्न। पुत्र पिता हुनुहुन्न, पिता पुत्र हुनुहुन्न। पिता फेरि पवित्र आत्मा हुनुहुन्न र पवित्र आत्मा पिता हुनुहुन्न। र बिचमा के छ, परमेश्वर हुनुहुन्छ, पुत्र परमेश्वर हुनुहुन्छ, पिता परमेश्वर हुनुहुन्छ र पवित्र आत्मा परमेश्वर हुनुहुन्छ। अझै पनि भन्छु सायद बुझाउन गाह्रो पर्छ। धेरै व्यक्तिहरूले म्याथमेटिकल टर्म्सहरू यानि अङ्कगणितको शब्दहरूलाई उनीहरूले लिएर आउने गर्छ। धेरै व्यक्ति लजिकल भन्छ तर्कको हिसाबमा ट्रिनिटीलाई त्रित्वलाई बुझाउने गर्छन्। तर ट्रिनिटी इट्स नट अ म्याथमेटिकल एन्ड इट्स नट अ लजिकल भने चाहिँ ट्रिनिटी अङ्कगणित होइन, ट्रिनिटी तार्किक कुरा होइन। यहाँनिर सम्बन्धको कुराहरू येशू ख्रीष्टले सिकाउनुहुन्छ। यदि हामीले हो परमेश्वर एकै मात्र पनि हुन सक्नुहुन्थ्यो है, एक परमेश्वर मात्र, एकै व्यक्ति मात्रै हुन सक्थ्यो। अनि आदम र हवाले फल खाँदै गर्दाखेरि है लुकेर अरू कुरा नजाउँ, फल खाँदाखेरि कसले देखेको थियो? मैले त देखेको थिएँ। उनीहरूले पाप गरे भनेर कसले थाहा पायो अरू भन्नुहोस् त, भन्नुहोस् न एकछिन। आदम र हवा जब परमेश्वरले अदनको बगैँचामा राख्नुभएको थियो उनीहरूले फल खायो, पाप गऱ्यो भनेर कसले थाहा पाएको थियो त्यति बेला? म चाहिँ थिएन त्यहाँनिर। हजुर परमेश्वरलाई थाहा थियो, अरू आदम र हवालाई। म थिएन, तपाईँहरूको विषयमा मलाई थाहा छैन। भन्न खोजेको हामी तीनजना व्यक्तिलाई मात्रै देख्छौँ। परमेश्वरले चाहनु भएको भए भन्न सक्नुहुन्थ्यो नि आदम हवा आउँदेखि गल्ती नगर्नु होइन, आउँदेखि गल्ती नगर्नु है, तिमीहरूको गल्ती छ
क्षमा भयो उहाँले भन्न सक्नु, तर किन 2000 वर्षपछि आफ्नो पुत्र क्रुसमा चढाउनु पर्यो, त्यो योजना किन बनाउनु पर्यो, त्यो रगतलाई किन बगाउनु पर्यो, त्यो काँडाको मुकुट र 3 दिन बाद किन उहाँ पुनरुत्थान हुनु पर्यो? त्यो एकै दिन भनेको सकिहाल्थ्यो नि है। आदम आफै गल्ती नगर्नु है, अब फल नखानु है, त्यहाँबाट त्यो बगैँचाबाट बाहिर निकालिदिएको भए पनि कुरा खतम भइहाल्थ्यो, केस क्लोज भइहाल्थ्यो। किन 2000 वर्षपछि? फेरि जब येशू ख्रीष्ट अस्ति हामीले हेऱ्यौँ, पुनरुत्थानपछि उहाँ स्वर्गमा चढिजानुभयो र उहाँले एउटा वायदा, एउटा प्रमिसलाई गर्नुभयो कि म चाहिँ एउटा काउन्सिलर पवित्र आत्मालाई पठाउँछु भनेर। म माथिबाट हेर्छु भनेको पनि हुन्थ्यो नि है, समस्या हुन्थ्यो होला। ल है म जाँदैछु, तर म माथिबाट पनि हेरविचार गर्छु भनेको भइहाल्थ्यो। किन 3टा छोटो विश्लेषणमा जानेछु। मलाई मजा लाग्छ, मैले अघि नै भने ट्रिनिटी इज नट म्याथमेटिकल। ट्रिनिटी यो अङ्कगणित होइन। धेरैले 1:1:1 भन्छ, ठिकै छ, राम्रो हो, तर त्यतिमा मात्रै सीमित होइन। धेरैले घामको उदाहरण पनि दिन्छ है, कतिले आइस वेपो भन्छ, पानी होइन, त्यो आइस र बाफको उदाहरण दिन्छ। त्योसँग पनि यहाँनिर अलिकति पनि मिल्दैन, त्यो ब्याड इक्जाम्पल भनिन्छ। तर 3वटा कुरामा हामीले के देख्छौँ? पिता, पुत्र र पवित्र आत्मामा 3वटा महत्त्वपूर्ण कुराहरू आज तपाईँहरूसँग म साझा गर्न चाहन्छु। पहिलो कुरा, 3जना व्यक्ति छ जब हुन्छ नि, त्यहाँनिर हामीले के देख्छौँ? हामीले भन्छौँ गड इज लभ भन्छौँ, परमेश्वर प्रेम हुनुहुन्छ होइन। परमेश्वर के हुनुहुन्छ? प्रेम हुनुहुन्छ। तर प्रेम गर्नुको निम्ति हामीले जहिले पनि बुझ्नुपर्छ कि एकजना प्रेमी या त रिसिभर भन्छ, प्रेम पाउने व्यक्ति पनि हुन आवश्यक छ। बुझ्नुहुँदैछ? यदि परमेश्वर प्रेमी हुनुहुन्छ, प्रेम हुनुहुन्छ भने त्यो प्रेमलाई रिसिभ गर्ने, बुझ्ने, ग्रहण गर्ने एकजना कोही हुनुपर्छ। त्यो प्रेमलाई रिसिभ गर्ने कोही छैन भने त्यो प्रेम बनिँदैन। येशू ख्रीष्ट या परमेश्वर आफैमा सम्पन्न हुनुहुन्छ, सेल्फ एक्जिस्टेन्स गड भन्छ। उहाँलाई कसैको पनि आवश्यकता पर्दैन। तर किन 3वटा व्यक्तिलाई देख्छु भने त्यहाँनिर कहीँ न कहीँ एकताको कुरालाई सिकाइरहेको छ। त्यसैले ट्रिनिटीलाई म जहिले पनि ट्राई युनिटी भन्छु। यो शब्द मैले दिएको होइन, नर्मल गाइजले भन्नुहुन्छ, उहाँले यो शब्दलाई प्रयोग गर्नुहुन्छ, मलाई मनपर्छ। ट्राई युनिटी भन्छ, एकता देखिन्छ। पिता, पुत्र र पवित्र आत्माको बिचमा के छ? एकता छ। यो पक्का हो, मैले अघि भने ट्रिनिटी इट्स नट अ म्याथमेटिकल, अङ्कगणित होइन, तर त्यो ट्रिनिटीको तत्त्वको एकताबाट परमेश्वरले मण्डलीमा उहाँको दुलहीको निम्ति यो व्यवहारिक प्र्याक्टिकल शिक्षालाई सिकाउन चाहनुहुन्छ। त्यो के हो? एकता उहाँले सिकाउनुहुन्छ। नत्र मैले अघि नै परमेश्वर आफैमा सम्पन्न हुनुहुन्छ, उहाँलाई कसैको आवश्यकता पर्दैन, उहाँले एक्लै गर्न सक्नुहुन्थ्यो। तर कहीँ न कहीँ म यसलाई हेर्छु कि 3जना व्यक्तिको बिचमा चाहिँ त्यो युनिटी, त्यो एकतालाई परमेश्वर त्यही एकता चाहिँ उहाँको देहभित्र चाहनुहुन्छ। र म यो पनि भन्न चाहन्छु, एउटा व्यक्तिले यदि एकता बनाउँदैन भने, एउटा मण्डलीले या एउटा क्रिस्चियनले एकता बनाउन चाहँदैन भने त्यस व्यक्तिको बुझाइ गलत भएको छ। किनभने म जुन परमेश्वरलाई विश्वास गर्छु, जुन परमेश्वरको आराधना गर्छु, त्यो युनिटी पाउँछु। युनिटी चाहिँ म आराधना गर्छु तर गर्दिनँ भने समस्या छ, त्यो गलत दिशा सूचक यन्त्र हो। बुझ्नुहुँदैछ? सो एकता परमेश्वरलाई म आराधना गर्छु, उपासना गर्छु, त्यही एकतालाई व्यवहारिक जीवनमा पनि के गर्छु? म लागू गर्छु। दोस्रो कुरा हामी देख्छौँ येशू ख्रीष्ट र पितालाई। अरू एउटा कुरा पनि भन्न चाहन्छु म। धेरैले के भन्छ? परमेश्वर पिता चाहिँ ठुलो परमेश्वर, अलिकति सानो परमेश्वर चाहिँ येशू, अनि पवित्र आत्मा चाहिँ शक्ति मात्र हुनुहुन्छ, फोर्स मात्र हुनुहुन्छ भनेर कतिले सिकाउँदछ। कतिले केवल पवित्र आत्मालाई मात्र बढी फोकस गर्छ, कतिले ओन्ली जिजस भने हेरेसिसहरू छ, गलत शिक्षाहरू छ। तर बाइबलले कहिले पनि केवल येशू मात्र सिकाउँदैन, केवल पिता मात्रै जेहोवा विटनेस, जेडब्ल्यू है, जेहोवा के हो? विटनेस हो। मैले पास्टर शिवले भनेको साह्रै मनपर्छ, जेहोवा विटनेस भन्छ। तपाईँले भन्नु पर्दैन है, दुष्ट भन्ने शब्द प्रयोग गर्नुहुन्छ। यहोवा विटनेस केवल पितालाई मात्रै मान्छ। धेरैजना चाहिँ केवल पवित्र आत्मामा मात्र फोकस गर्छ। तर बाइबलले हामीलाई जहिले पनि एक ईश्वर 3 व्यक्तिका कुराहरू हामीलाई सिकाइरहेको हुन्छ। सो पहिले हामीले हेऱ्यौँ के को कुरालाई? हजुर भर्खर भने नि मैले, पहिला हामीले के सिक्यौँ?
एकता। हामीलाई स्टार्ट बसेको एकता कपुर थाहा होला है। त्यो एकता कपुर है मण्डलीमा, त्यो युनिटीमा, एकमा रहेको एकता बनाउन जरुरी। दोस्रो कुरा हामी पाउँछौँ पिता पुत्र पवित्र आत्मा बराबर हुनुहुन्छ, को इक्वल, को इटर्नल भनिन्छ। उहाँ सत्वमा यानि एसेन्समा, सारमा बराबर हुनुहुन्छ। उनीहरूको तिनैजनाको योजना एउटै छ, त्यो हो सेल्भेसन, अनि सारा पापी मानिसहरूको निम्ति, हाम्रो निम्ति उद्धारको योजना तिनै व्यक्तित्वमा पाउँछौँ। सो अर्को कुरामा जान चाहन्छु, येशू ख्रीष्टलाई जब तपाईँले देख्नुहुन्छ जहिले पनि पितालाई सबमिसन गरेको कुरा पाउँछौँ। लुका 22:42 हामीले पाउँछौँ, मत्ती 28 पनि पाउँछौँ, पिता मेरो इच्छा होइन तर तपाईँको इच्छा पुरा होस्, नट माई विल बट योर्स विल बी डन भनेको छ। मेरो इच्छा होइन। त्यो वेदनालाई त्यो क्रुसमा चढ्नुभन्दा अघि येशूले पनि प्रार्थना गर्नुभएको छ। अलिकति यस्तो पनि लाग्छ है, कता येशूलाई पनि चढ्न त मन परेको थिएन क्या, शरीर नभएको कारणले गर्दाखेरि। तर होइन, उहाँले के गर्नुभयो, सबमिसन यानि अधीनताको कुराले देख्छु। म चाहिँ आफ्नो इच्छामा होइन, उसले उहाँले प्रार्थना त गर्नुभएको छ, तर पिता मेरो इच्छा होइन तर तपाईँको इच्छा पुरा भएको छ। अरू पङ्क्तिहरू पनि पाउनुहुन्छ, म आफ्नो इच्छाले केही पनि गर्दिनँ, म पिताको इच्छाले गर्छु। सो यहाँबाट के सिकाउन चाहनुहुन्छ पिता र पुत्रको सम्बन्धबाट, कि उहाँले अधीनताका कुराहरू हामीलाई सिकाउनुहुन्छ। जसरी येशू ख्रीष्टले उहाँ परमेश्वर हुनुहुन्थ्यो, 100% फुल्ली गड भनिन्छ हामीले, उहाँ परमेश्वर हुनुहुँदा पनि उहाँले पितालाई सबमिसन, उहाँको अधीनतामा रहनुभयो। आज त्यही कुरा उहाँले उहाँको दुलहीलाई, उहाँको मण्डलीलाई सिकाउन चाहनुहुन्छ, अधीनताका कुराहरू। पहिला हामीले सिक्यौँ एकताका कुरा, दोस्रो थियो अधीनताका कुरा। आज अधीनता एकदमै जरुरी छ। यदि परिवारमा व्यक्तिगत जीवनमा अधीनता छैन भने त्यो टाइम फिस भनेको जस्तै अहिले एउटा न्युज चल्छ है, अलिकति हँसाउँछु ल, एकदम सिरियस भएको जस्तो लाग्यो। एउटा न्युज छ है, हाम्रो फ्युचरको प्रधानमन्त्री भनिन्छ राहुल गान्धीलाई टाटा बाई बाई भनेर है, खतम, गलत बुझाइ छ। त्यस्तै हाम्रो जीवन पनि, टाटा बाई बाई खतम, उधार गउँदैन तर समय भइरहेको हुन्छ, समय चलिरहेको हुन्छ जीवन। जसरी पुत्रले पिता, आज मैले पनि कसैको अधीनमा रहन जरुरी छ। आज मण्डली दुलही हो, दुलहीलाई चाहिँ दुल्हाको अधीनतामा रहन जरुरी छ। आज हामी मण्डली हौँ, दुलही हौँ, दुलहीलाई चाहिँ दुल्हाको अधीनतामा रहन जरुरी छ। बाइबलमा लेखिदिएको छ है, स्त्रीहरूलाई पत्नीलाई के भनेको छ, पत्नी हो आफ्ना पतिहरूलाई के गर, सबमिट गर भन्ने कुरालाई। सबमिट भनेपछि उनीहरूको कन्ट्रोलमा चल्नु भन्ने कुरालाई कहिले पनि बाइबलले दर्शाउँदैन। त्यो सबमिसनमा पनि के छ, प्रेम भन्ने कुरालाई छ, भोलिन्टरी यानि स्वेच्छाका कुरालाई हामीले त्यहाँनिर पाउँदछौँ। सो म क्रिस्चियन, यदि म त्यो परमेश्वरलाई, त्रिएक परमेश्वरलाई आराधना गर्छु, उपासना गर्छु, प्रार्थना गर्छु भने मैले पनि अधीनतामा जिउन पर्छ, अधीनतामा जिउन सिक्न पर्छ। र उदाहरण चाहिँ मबाट, जब म अधीनतामा जिउँछु, जब अधीनतामा म बढ्छु, त मेरो नानीहरूले, मेरो परिवारले त्यो कुरालाई के गर्छ, पछाउँदछ। र तेस्रो कुरामा म जान चाहन्छु पवित्र आत्मा। सो पहिलो हामीले हेऱ्यौँ एकता, दोस्रो छ अधीनता। मैले ता भनेर मिलाएको छु, मलाई सजिलो लाग्छ। पहिलो एकता, दोस्रो अधीनता विश्वासमा, मण्डलीमा एकदमै आवश्यक छ। तेस्रो छ नम्रता। पवित्र आत्मालाई हामीले त्यो ढुकुरको रूपमा देख्छौँ। मत्ती 3:16 पनि हेर्नुहुन्छ भने जब येशू ख्रीष्ट बप्तिस्मा गर्नुभयो, ढुकुर चाहिँ पवित्र आत्मा आउनुभएको छ। अनि ढुकुरको जब पनि हामीले डोबको कुरालाई हेर्छौँ भने त्यहाँनिर जेन्टल भन्ने कुरा शब्द प्रयोग गरेको छ, प्योर भन्ने शब्दलाई प्रयोग गरेको छ। होली स्पिरिटको चिन्हलाई जब पनि हेर्छौँ भने हिन्दीमा धेरै शब्दहरू छ, कोमल, शुद्ध, शान्तिको प्रतीक, भद्र, सज्जन, सभ्यता भएको, सुशील, शान्त, दयालु, प्रतिष्ठित, सभ्य र भला। यो चिन्हहरू हामी पवित्र आत्माबाट हामीले देख्न सक्छौँ। सो मैले तेस्रो बुँदा भन्न चाहेको चाहिँ नम्रता हाम्रो जीवनमा एकदमै जरुरी छ। यदि नम्रता छैन, अस्ति पनि हामी नम्रता छैन भने टाटा बाई बाई खतम हुन्छ हाम्रो जीवन। त्यो नौका डुब्दै गरेको छ, पानी पस्दै गरेको जीवन जस्तै हाम्रो हुन्छ। फेरि पनि भन्छु, परमेश्वर सार्वभौममा उहाँको अनुग्रह हामीलाई प्रेम गर्नुहुन्छ, हामीले उद्धार गुमाउँदैनौँ,
हामीले उद्धार भने कहिले गुमाउँदैन। हामी स्वर्गमा जान्छौँ, तर यस पृथ्वीमा जुन योजनाको निम्ति उहाँले राख्नुभएको छ त्यो धेरैवटा योजनालाई म बुझ्न सक्दिनँ होला, त्यो योजनालाई मैले मेरो जीवनमा कार्य पनि गर्न सक्दिनँ जब मेरो जीवनमा अधीनता छैन, नम्रता छैन र एकतालाई बनाउँदिनँ भने जुन योजनाको निम्ति परमेश्वरले मलाई राख्नुभएको छ त्यो सायद योजनालाई नबुझेको कारण त्यस योजनालाई म पुरा गर्न पनि सक्दिनँ। यसरी मण्डली हजुरलाई उत्साहित गर्छु, हामीले जुन परमेश्वरको आराधना गर्छौँ त्यो त्राइन अनि त्रिएक परमेश्वर हुन्छ जसभित्र हामीले एकताका कुरा, अधीनताका कुरा र नम्रताका कुरालाई देख्छौँ। योदेखि अरू धेरै कुराहरू पनि हामीले सिक्न सक्छौँ, तर यी तीनवटा कुरालाई म राख्न चाहन्छु। सो पिता, पुत्र र पवित्र आत्मालाई मिसाउन पनि मिल्दैन। उहाँको कार्य भिन्दै भएको कारण पिताले योजना बनाउनु भयो, कतिले क्रिएटर भन्छ पितालाई, तर म भन्दिनँ, किन क्रिएसनमा तीनैजना व्यक्ति संलग्न छ होइन, तीनैजना व्यक्ति संलग्न छ। सो पिता योजना बनाउनु भयो, पुत्रले त्यो योजनालाई पुरा गर्नुभयो। त्यो योजना चाहिँ उद्धारको मुक्ति थियो। सारा मानव जाति पापले ग्रसित छ, त्यसको निम्ति क्रुसमा चढ्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा मृत्युबाट जी उठ्नुपर्छ। त्यो योजना, त्यो मुक्तिको कार्य यसो ख्रीष्टले फिनिस गर्न सिकाउनुभयो र पवित्र आत्माले आज हामीलाई के गर्नुहुन्छ, सहायता गर्नुहुन्छ उहाँ हाम्रो काउन्सिलरको रूपमा र यसो ख्रीष्टलाई महिमा गर्नको निम्ति, र त्यो सामर्थ्य पनि दर्शाउँछ, त्यो शक्ति हामीभित्र छ। अन्तमा एउटा विषयलाई भनेर म यहाँनिर अन्त गर्नेछु। ठिकै हुनुहुन्छ यहाँसम्म? कसैले पनि भन्दैन ठिकै हुनुहुन्छ? ठिकै छ। एउटा शब्दलाई हामी पुरानो करारमा हामी हेर्छौँ, म सक्दैछु ल 2 मिनटमा। हामीले पुरानो करारमा पाउँछौँ नि, जब त्रिएको शब्दलाई जब पनि पाउँछौँ, हामी भन्ने शब्दलाई प्रयोग गरेको छ। ट्रिनिटी भन्ने शब्द लेखेको छैन है, तर हामी लेट अस, हामी त्यो जेनेसिस 11 मा पनि पाउँछौँ, उत्पत्ति 11 मा पाउँछौँ, उत्पत्ति 1 मा पनि पाउँछौँ। हामी 1:26, हामी हाम्रै स्वरूपमा बनेको छ भन्न खोजेको। त्यहाँनिर बहुवचन शब्दलाई प्रयोग गरेको छ, प्लुरल भनिन्छ, एक वचन होइन बहुवचन, जसले चाहिँ हामीले के बुझ्न सक्छौँ, एकभन्दा बढी सङ्गति। त्यही हो, हामी पिता, पुत्र, पवित्र आत्मा सङ्गति देख्छौँ। हामी भन्ने कुराले जहिले पनि सङ्गतिलाई दर्शाउँदछ। यदि म एक्लै गर्छु ख्रीष्टको निम्ति, गर्नु सक्नुहुन्छ, सक्नुहुँदैन, यति गर्नुहुन्छ, तर हामी भएर गर्छौँ, हामी धेरै कुरा गर्न सक्छौँ। म नाप्न पनि सक्दिनँ, त्यसलाई तौल्न पनि सक्दिनँ। यो तपाईँहरूमा सम छोडिदिन्छु, म एक्लै गर्ने कि हामी भएर गर्ने, जुन त्रिएक परमेश्वरबाट सिक्छ। उहाँले पनि कार्यलाई सुरु गर्नुहुन चाहिँ हामी हाम्रै भनेको छ। यसैले आज म उत्साहित गर्न चाहन्छु। हामी, यो मण्डली कसको? हाम्रो। यो चर्च कसको? हाम्रो। यो कार्य, जिम्मेदारी, उद्धारको, इभान्जेलिजमको, सुसमाचारको कार्य कसको हो? पास्टरको मात्रै हो, होइन, हाम्रो। मिसनरी र बाइबल कलेजको विद्यार्थी मात्र होइन, यो हाम्रो जिम्मेदारी। अनि जब हामी नयाँ करारमा मत्तीकोमा प्रार्थना पाउँछौँ, प्रार्थना कसरी गरेको छ मलाई दामी लाग्छ त्यो प्रार्थना। कतिले हप्ता पछि प्रार्थना गर्छ, हामी गर्दैनौँ, तर त्यसको महत्त्वलाई भने गुमाएको छ। हे हाम्रो स्वर्गमा बसेको पिता, तपाईँको पवित्र गरेर तपाईँको राज्य आओस्। हामी सानोदेखि भनेको एकदम बाई हार्ट छ, रटल छ। अरू फादर यहाँ भने त्यो इङ्ग्लिसमा रटल छ, तर यसको एसेन्सलाई भने धेरै चर्चहरूले गुमाएको छ। दुःख लाग्छ यो भन्दाखेरि। हप्ता पछि आएर बोल्छ मात्रै, हे हाम्रो स्वर्गमा बसेको पिता, तपाईँको पवित्र गरियोस् भन्नु त भन्छ, तर यसको महत्त्वलाई गुमाएको छ। के गुमाएको छ भन्दाखेरि हामी त्यहाँ प्रार्थना त के भन्छौँ, हे हाम्रा भनेको छ। मेरो पनि त भन्नु सक्नुहुन्थ्यो, होइन, हे हाम्रा भनेपछि यसले पनि एकतालाई, यसले सङ्गतिलाई दर्शाइरहेको छ। हाम्रा पिता, मेरो मात्र अपराध क्षमा गर्नुहोस् भनेको छैन नि, मलाई मात्र रोटी दिनुहोस् भनेको छैन नि। मेरो एउटा दाजुले प्रार्थना गर्नुहुन्थ्यो, मजा लाग्थ्यो, हामीलाई दिनभरिको रोटी दिनुहोस् भनेको छ है। मेरो एउटा दाजु हुनुहुन्थ्यो, सायद उहाँले भिडियोमा देख्नुहुन्छ, म उहाँलाई पठाउँछु। उहाँले प्रार्थना गर्नुहुन्थ्यो कि हे हाम्रो स्वर्गमा बस्ने पिता है, आज हामीलाई दिनभरिको रोटी अलिकति जाम र बटर लगाएर दिनुहोस् है भन्थ्यो। उहाँको प्रार्थना रोटीमा चाहिँ के गर्नु, अलिकति बटर र अलिकति के अरे त्यो रातो के भन्छ, ज्याम लगाएर दिनुहोस् उहाँले भन्नुहुन्थ्यो। तर भन्न खोजेको यहाँ हाम्रो पापहरू हामीलाई क्षमा गर्नुहोस् भन्ने कुराले के दर्शाउँछ, यो सङ्गतिलाई र एकतालाई दर्शाउँदछ। यसरी जब हामी प्रार्थना गर्छौँ, प्रभु मेरो पाप होइन, हाम्रो पापहरूलाई क्षमा गर्नुहोस्, प्रभु मलाई मात्र होइन रोटी, तर हामीलाई तपाईँले प्रोभिजन प्रावधान गर्नुहोस्। यो त्रिएक परमेश्वरबाट हामीले सिक्दछौँ है, एकताका कुरा, सङ्गति। ट्रिनिटीमा सङ्गति पाउँछौँ है, एकता, अधीनता र नम्रता। जब हामी यसमा बढ्छौँ भने साँच्चै मैले त्यो त्रिएक परमेश्वरलाई चाहिँ बुझेको रहेछु है, अलिकति
तर क्लियरली हामी स्वर्गमा बुझ्छौँ साँच्चै मैले त्यो परमेश्वरको आराधना गरेको रहेछु है साँच्चै त्यसको महत्त्व चाहिँ तब पुरा हुन्छ। त्यो एकछिन गीतको लिरिक्समा जाउँ त, हामी खडा हुन सक्छौँ। त्यो लिरिक्समा त अघि त्यो अफरिङ गीतमा गाएको। ओके, सारा गाउँ सहर केमा छ है तिम्रो घर है, आज तिम्रो छोडिदियो हाम्रो घर त्यसमा छ, धनमा छ, मेरो ताकतमा, मेरो बाइबल कलेजको डिग्रीमा, मेरो पैसामा, मेरो गाडीमा। मसँग गाडी छैन, केमा छ है? यहाँ प्रश्न मार्क छ, घोडामा छ कि रथमा छ? हो, येशूमा छ के तिम्रो घर? प्रश्न छ कि हामीले त्यो तीन व्यक्ति एक ईश्वर जहाँ एकता, नम्रता र सङ्गतिका कुरालाई, नम्रताका कुरालाई सिक्यो, हाम्रो भरोसा के त्यसमा छ? यो सवाल छ। आउनुहोस् हामी फेरि पनि सबैजना मिलेर यस गीतलाई गाउनेछौँ र आजको सङ्गतिलाई हामी अन्त गर्नेछौँ। आमेन।